पृथ्वीमा कुनै पनि ठाउँको ठेगाना के होला? सोच्नुहोस् त। हो, यसको जवाब दिन्छ अक्षांशले। आज हामी यिनै अदृश्य तर एकदमै शक्तिशाली रेखाहरूको बारेमा कुरा गर्नेछौँ, जसले हाम्रो यो ग्रहलाई व्यवस्थित बनाएको छ। ल, सुरु गरौँ है त। ल है, एउटा एकदमै आधारभूत प्रश्नबाट सुरु गरौँ। यो यति ठूलो पृथ्वीमा कुनै एउटा निश्चित ठाउँ ठिक यहीँनेर छ भनेर कसरी थाहा पाउने? यो एउटा ठूलो भौगोलिक समस्या थियो र हो, यसको समाधानै हो अक्षांश। त्यसो भए यो अक्षांश भनेको आखिर के हो त? एकदम सरल भाषामा भन्नुपर्दा यी पृथ्वीको सतहमा पूर्वदेखि पश्चिमसम्म खिचिएका काल्पनिक रेखाहरू हुन्, जुन भूमध्य रेखासँगै समानान्तर भएर चल्छन्। यिनै रेखाहरूको नेटवर्कले गर्दा नै हो जीपीएसदेखि नक्सासम्म हामी कुनै पनि ठाउँको सही लोकेसन, दूरी र त्यहाँको हावापानी बारे पनि थाहा पाउन सक्छौँ। कुनै पनि कुरा नाप्नलाई एउटा सुरुवाती बिन्दु त चाहिन्छ, होइन र? हो, अक्षांश प्रणालीको लागि त्यो बिन्दु हो भूमध्य रेखा। आउनुहोस् हेरौँ यो किन यति धेरै महत्त्वपूर्ण छ। हो, 0 डिग्री। यो सामान्य देखिने नम्बर नै हाम्रो सम्पूर्ण अक्षांश प्रणालीको मुटु हो। भूमध्य रेखा अर्थात् 0 डिग्री अक्षांश। उत्तरतिर होस् वा दक्षिणतिर, सबै गणना ठिक यहीबाट सुरु हुन्छ। भूमध्य रेखा किन यति विशेष छ? किनभने यो सबै अक्षांश रेखाहरूभन्दा लामो छ। पृथ्वीको ठिक बीचमा सबैभन्दा फराकिलो भागमा पर्ने भएकोले यो रेखाले हाम्रो ग्रहलाई उत्तरी र दक्षिणी गोलार्ध भनेर 2 बराबर आधा भागमा बाँड्छ। ल, अब 0 डिग्रीबाट अलिकति उत्तर र दक्षिणतिरको यात्रा गरौँ अनि केही अन्य महत्त्वपूर्ण अक्षांश रेखाहरू र तिनीहरूले बनाउने क्षेत्रहरूलाई पनि हेरौँ। भूमध्य रेखाबाट 23.5 डिग्री उत्तरतिर गयौँ भने कर्कट रेखा भेटिन्छ र त्यति नै दूरीमा दक्षिणतिर गयौँ भने मकर रेखा। यी 2 महत्त्वपूर्ण रेखाहरूको बीचको जुन क्षेत्र छ नि, हो त्यसलाई नै हामी उष्णकटिबन्धीय क्षेत्र वा ट्रपिक्स भन्छौँ, जहाँ सूर्यको किरण वर्षभरि लगभग सिधा पर्छ। अब अझै ध्रुवतर्फ लागौँ। 66.5 डिग्री उत्तरमा सुमेरु वृत्त छ भने 66.5 डिग्री दक्षिणमा कुमेरु वृत्त। खास गरी कुमेरु वृत्तको क्षेत्र त यति धेरै चिसो छ र त्यही अन्टार्कटिका महादेश पर्ने भएकोले त्यहाँ मान्छेको स्थायी बसोबास नै छैन। अक्षांशले वायुमण्डलको चापलाई पनि फरक पार्छ, जसले गर्दा केही रोचक क्षेत्रहरू बनेका छन्। जस्तै भूमध्य रेखाको नजिकै 5 डिग्री उत्तर र दक्षिणको क्षेत्रलाई डोल्ड्रम्स भनिन्छ, जहाँ हावाको चाप कम हुन्छ। अलि पर 25 देखि 35 डिग्रीको क्षेत्रलाई हर्स ल्याटिट्युड्स भनिन्छ, जहाँ उच्च वायुचाप हुन्छ। र 40 देखि 60 डिग्री दक्षिणी अक्षांशमा त यति तेज हावा चल्छ कि त्यो क्षेत्रको नामै गर्जनेवाला चालिसा राखिएको छ। अहिलेसम्म हामीले यस्ता काल्पनिक रेखाहरूको बारेमा कुरा गर्यौं, तर अब मुख्य प्रश्न आउँछ, यिनीहरूको वास्तविक संसारमा के असर छ त? आखिर यी रेखाहरू किन यति धेरै महत्त्वपूर्ण छन्? अब यो स्लाइडमा एउटा नम्बर छ, यसलाई ध्यान दिएर हेर्नुहोस्। 111 किलोमिटर। यो एकदमै महत्त्वपूर्ण आँकडा हो, तर के को लागि होला? हो, यसले अक्षांशलाई वास्तविक दूरीमा बदल्छ। हरेक 1 डिग्री अक्षांशको फरकले पृथ्वीको सतहमा लगभग 111 किलोमिटरको दूरीलाई जनाउँछ। भनेपछि अक्षांशले ठाउँ मात्रै पत्ता लगाउने होइन, दूरी नाप्न पनि ठूलो मद्दत गर्छ। अक्षांशको सबैभन्दा ठूलो र प्रत्यक्ष असर सायद हावापानीमा देखिन्छ। यो किन हुन्छ त? 0 डिग्री भूमध्य रेखामा सूर्यको प्रकाश सिधै पर्छ, त्यसैले त्यहाँ एकदमै गर्मी हुन्छ। तर जब हामी भूमध्य रेखाबाट ध्रुवतर्फ लाग्छौँ, अक्षांश बढ्दै जाँदा सूर्यको प्रकाश पनि छड्के पर्दै जान्छ। यसले गर्दा तापक्रम घट्दै जान्छ र अन्त्यमा ध्रुवमा पुग्दा त अत्यन्तै चिसो हुन्छ। र अन्त्यमा यो प्रश्नमा अलिकति सोचौँ। कुनै ठाउँको ठेगाना बताउनेदेखि लिएर त्यहाँको मौसम, वनस्पति र जीवजन्तु कस्तो हुन्छ भन्नेसम्म निर्धारण गर्ने यी अदृश्य रेखाहरूले हाम्रो ग्रहको हरेक पक्षलाई कसरी आकार दिइरहेका छन्? यी काल्पनिक रेखाहरूको वास्तविक असर